2000 3000 4000 हेलो गाइस सो स्यालेरी आउनु पर्यो हाम्रो 10 तारिक अनि आज 15 जुन भइसक्यो 5 दिन ढिला भयो स्यालेरी आउनको लागि धेरै जना चाहिँ वेट गर्नु भएको थियो स्यालेरी नपाएर फिटी भएको थियो हैन अब अलि लेट गरे पनि स्यालेरी दियो सबै ओभरटाइम सबै गरेर स्यालेरी दियो हैन अनि यो स्यालेरी चाहिँ मे महिनाको हो अब जुनको चाहिँ आएको छैन अब जुनको कहिले आउने हो थाहा छैन र यो मे महिनाको स्यालेरी कति आयो भर्खर म बाहिर गएर एटीएम गएर आउँदैछु अनि स्यालेरी कति आयो भन्नुहुन्छ भने मैले काउन्ट गरेको छैन हैन यही काउन्ट गर्छु भनेर चाहिँ सोचिरहेको छु यो चाहिँ हेर्नुस् हो यो काउन्ट गर्छु मैले कति छ भन्नुहुन्छ भने यो 1000 2000 3000 4000 5000 6000 यो हजार को हो 500 600 700 800 900 1000 7000 भयो 1 2 3 4 5 6 7 8 9 भनेपछि 7900 दिराम चाहिँ आएको छ 100 कम 8000 है अब यो के हो भने सबै आफ्नै खातामा राख्न पाए त पैसा बस्थ्यो होला तर बस्दैन के गर्नु किनभने तिरन तारन अनि यताउता गर्दाखेरि एक सुका रहन्न आफूसँग खाने पैसा पनि पछि रहन्न है त्यसले गर्दाखेरि अब पैसा देखाएको भन्नु होला देखाएको होइन यो पैसा होइन स्यालेरी अलिकति ढिला आयो त्यही भएर अलि मन दुखेको थियो तर मन खुसी नै भयो स्यालेरी पाउँदाखेरि अब के भन्नुहुन्छ यहाँ चाहिँ म हाँसम कि रुम होइन हाँसो पनि लाग्छ है खुसी पनि छु स्यालेरी पाएको भएर अनि दुखी पनि छु एक त लेट दुखी यस कारणले छु कि स्यालेरी लेट आयो व्यवहार लथालिङ्गै भयो अनि खुसी स्यालेरी लेटै भए पनि स्यालेरी आयो होइन त्यस कारणले गर्दा खुसी छु अब पैसा चाहिँ देखाएको होइन माफ गर्नु होला होइन म भ्लग बनाऊ लेट भयो त्यही पनि भ्लगमा कभर गरौँ भने चाहिँ मात्रै हो अब यो महिनाको स्यालेरी जम्मै 8000 आएको छ 100 कम 8000 आएको छ अब अर्को महिना कहिले आउने हो थाहा छैन अब कति आउने त्यो पनि थाहा छैन है सो यही नै हो साथीहरू अब सरी यदि यहाँलाई चाहिँ गलत फेम भएछ भने म माफी माग्न चाहन्छु अब मैले चाहिँ राखेँ है त थ्याङ्क यू सो मच बाई बाई अनि भ्लग हेर्नु भएको छैन भने भ्लग मेरो च्यानललाई सब्सक्राइब गर्दै जानु होला भिडियो मन पर्यो भने सेयर गर्दै जानु होला मैले यो च्यानल मार्फत खास भनेको दुबईको बारेमा इन्फर्मेसनहरू चाहिँ दिने कोसिस गर्छु तपाईँ भिजिट भिजामा आउँदाखेरि भिजिट भिजामा आइसकेपछि जबहरू कसरी खोज्ने कुन लिङ्कबाट एप्लाई गर्ने होइन यो कुराहरू म यहाँहरूलाई चाहिँ सेयर गर्नेछु यदि सिभी यहाँहरूले बनाउन सक्नु भएको छैन भने क्वालिटी होइन त्यो लिङ्क पनि मैले यहाँहरूलाई चाहिँ भनिदिनेछु यदि आफैले कम्प्युटर चलाउन सक्नुहुन्न भने यहाँहरूले चाहिँ मलाई इमेल गर्न सक्नुहुन्छ यहाँहरूलाई मैले पक्कै सहयोग गर्छु होइन कुनै पैसा लिँदिनँ सिभी बनाएको होइन किनभने भिजिटमा आउँदा त्यसै गाह्रो हुन्छ यदि मैले पैसा भिजिटमा भएको मान्छेहरूसँग लिएँ भने सायद म नै गलत हुन्छु त्यसले गर्दाखेरि म यदि सिभी तपाईँले बनाउनु छ भने मैले आफ्नो डिस्क्रिप्सनमा आफ्नो इमेल छोडिदिन्छु त्यो इमेलमा सेन्ड गर्नु होला अथवा वाट्सएपमा सेन्ड गर्नु होला तपाईँलाई मैले सिभी बनाइदिन्छु यदि कुनै जबको लिङ्कहरू छ भने जेन्युन तरिकाले होइन त्यो तपाईँहरूलाई चाहिँ मैले फरवर्ड गरिदिन्छु सो थ्याङ्क यू सो मच यो भिडियो सेयर गरेर कसैलाई हेल्प हुन्छ भने के अरे त्यो नै सेवा नै धर्म हो त्योभन्दा ठुलो कुरो केही पनि हुँदैन भिडियो अपलोड गर्छु र कुनै विशेषमा भिडियो मैले आफ्नो पर्सनल पनि अपलोड गर्छु ताकि दुबईको वातावरण कस्तो रहेछ होइन सबैले चिन्ने मौका पाओस् भनेर मैले चाहिँ
यो च्यानल खोलेको यो उद्देश्यले होइन। सो थ्याङ्क यू सो मच। अनि अस्ति भर्खर मैले हिजो अपलोड गरेको थिएँ एउटा भिडियो, धेरैले रुचाउनु भयो होइन। त्यस्तै भिडियो फेरि मैले अपलोड गर्दैछु। थ्याङ्क यू। अनि त्यही हो, फेरि पनि रिक्वेस्ट छ च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। मनमा लागेको कुराहरू कमेन्ट बक्समा लेख्दै जानु होला। त्यस्तै गरेर चाहिँ भिडियो बनाउनेछौँ। थ्याङ्क यू। ओके, बाई बाई।